कथा यो कस्तो विडम्बना। लेखक शुक्रराज कुबर। विवाह भएको लामो समयसम्म पनि सन्तानको मुख देख्न नपाएकी राममाया हर्षविभोर थिए, कारण उसको कोखबाट जुम्लिया छोराको जन्म भएको थियो। ढिलै होस् छोरै होस् भन्ने पुरानो विचारकी राममाया जुम्लिया छोरा पाएकोमा पुलकित थिए। बच्चाहरूको लालन पालन गर्न आर्थिक रूपले कुनै पनि समस्या थिएन। समयको गतिसँगै छोराहरू पनि ठुला हुँदै गए। दुर्गम ग्रामीण परिवेश आफू निरक्षर भए पनि राममायाले छोराहरूलाई स्कुल पढाई। ठुलो छोराले एसएलसी पास गर्यो, कान्छो छोराले पढ्न सकेन, 8 कक्षासम्म पढेर छोडिदियो। ऊ बाबुलाई ज्याला मजदुरी गर्न सघाउन थाल्यो। एसएलसी पास भएपछि ठुलो छोराले शाही नेपाली सेनामा जागिर खाने इच्छा जाहेर गर्यो। राजाको सिन्दुर लाउने भएपछि राममाया पनि खुसी नै भई, नभन्दै ऊ सेनामा भर्न लाग्यो। राममायाको घरमा पुनः हर्ष पढाइ भयो। ठुलो छोरा पल्टने, कान्छो छोराले घर व्यापार हेर्ने, त्यही माथि आफूलाई सधैँ साथ सहयोग गर्ने मायालु लोग्ने भएपछि राममायालाई आफू सबैभन्दा सुखी र खुसी भए जस्तो लाग्थ्यो। छर छिमेकीहरूले पनि उनीहरूको गुणगान गाउँथे। अब त कान्छो छोरा पनि खुब जान्ने बुझ्ने भएछ, सुन्यो ए बुढा? राममायाले एक दिन लोग्नेलाई पनि, हेर न उसको साथीभाइसँगको हेलमेल, घरमा पनि कहिलेकाहीँ 10-12 जना केटाहरू आउँछन्। कति मिठा मिठा देश विदेशका राजनीतिका कुरा गर्छन्। गाउँका जाली फटाहा शोषकहरूको अन्त्य गर्नुपर्छ, अन्याय अत्याचार र शोषणको विरुद्ध लड्नुपर्छ, एकजुट हुनुपर्छ, सङ्गठन गर्नुपर्छ भन्छन्। कति राम्रो कुरा, कति राम्रो विचार। छोरा र उसको साथीहरूको गतिविधि बयान गर्दै राममायाले भने, देशको दुर्गम ग्रामीण बस्तीहरूमा माओवादी गतिविधिको प्रभाव बिस्तारै बढ्दै गइरहेको थियो। राममायाको गाउँमा पनि माओवादी नेता कार्यकर्ताहरू बेला बखत आउने जाने गर्दथे। सङ्गठन गर्ने, भाषण गर्ने, सरकारको तीव्र आलोचना गर्ने जस्ता क्रियाकलापहरू गर्दथे। देशमा भ्रष्टाचार व्याप्त रहेको, धनी झन झन धनी हुँदै गइरहेको र गरिब शोषित पीडितहरू झन झन गरिब हुँदै गइरहेको जस्ता कुरा गरेर गाउँलेहरूलाई प्रभावित पार्थे, आश्वासन बाँड्थे र केहीलाई आफ्नो साथमा लिएर पनि जान्थे। राममायाको कान्छो छोरा पनि माओवादी प्रभावमा आइसकेको थियो। शोषित पीडित तथा सर्वहारा वर्गको भलाइका लागि राज्यसत्ता प्राप्त नहुन्जेलसम्म लड्नुपर्छ भन्ने माओवादी नाराले उसलाई राम्रै गरी प्रभावित पारेको थियो। आफू जन्मेको घर परिवार गाउँ समाज आदिको मायाले ऊ झट्टै माओवादीको साथ लागिजान सकिरहेको थिएन, तर उपयुक्त मौकाको खोजीमा थियो। एक दिन अचानक उसले आमा बाबु सामु ज्याला मजदुरी गर्न भारत जाने प्रस्ताव राख्यो। ऊबाट एक्कासी आएको प्रस्तावले राममाया जसङ्ग भई। दाजु पनि घरमा नभएको, उसको पनि मनाशय बुझ्न जरुरी छ भन्दै राममायाले हर तरह उसलाई रोक्ने सम्झाउने प्रयास गरी, तर उसले हड गरिरह्यो। हुन पनि गाउँका तन्नेरीहरू ज्याला मजदुरी गर्न भारत जाने एक किसिमको चलन जस्तै थियो। त्यसैले एक दिन एका बिहानै झिसमिसेमा केही युवाहरूका साथ उनीहरूले कान्छो छोरालाई बिदाई गरे। बिचरा राममाया, उनको सोझो मनले कान्छो छोरा माओवादीको साथ लागि जङ्गल पसेको हिक्का राख्नै सकेन। समय धेरै नै परिवर्तन भइसकेको थियो। गाउँ युवाविहीन थियो। कुनै कुनै घरहरूबाट बढेका छोरीचेलीहरू पनि हराएका थिए। कथित माओवादी जनयुद्ध चरम उत्कर्षमा थियो। रेडियो टिभी समाचारले दैनिक जसो भएका माओवादीसँगको भिडन्त र भिडन्तमा ज्यान गुमाएका सैनिक, प्रहरी र माओवादी फेरिस्त प्रसारण गर्थ्यो। ब्याङ्क लुटिएका, पुल पुलेसा साथै सरकारी भौतिक संरचनाहरू माओवादीद्वारा ध्वस्त गरिएका समाचारहरू सामान्य जस्तै लाग्थे। यो सब के भएको, किन भइरहेछ र के का लागि हुँदैछ राममायाले बुझ्न सकेकी होइन। उनलाई त बरु आफ्ना सन्तानहरूको सम्झना र पीडले गाँच्दै गइरहेको थियो। एक दिन एका बिहानै
घरको पिँढीमा बसेर राममाया मकै छडाउँदै थिए। उनको ठुलो छोरा सैनिक पोसाकमा टुप्लुक्क देखा पर्यो। राममाया खुसी भई हर्षका आँसु बर्से। केही बेरको भलाकुसारी पश्चात ठुलो छोराले भन्यो, भाइलाई ज्याला मजदुरी गर्न भारत पठाउनु हुन्न थियो नि आमा? पठाउनु पर्ने बाध्यता पनि थिएन। मैले अलिअलि खर्च त पठाएकै थिएँ नि। के गर्नु नानी, धेरै हट गर्यो, सम्झाएको पनि हो, तर उसको हटको अगाडि हाम्रो केही लागेन। राममायाले आँसु पुस्दै भने, तर जे होस् ठिकै भयो आमा। भाइ माओवादीमा लाग्ला भनेर ठुलो भिड थियो, मजदुरी गर्न भारत गएको रहेछ, केही त गरी खाला नि। ठुलो छोराले आश्वस्त पार्दै आमालाई भन्यो। वास्तवमा राममायाको ठुलो छोरा छिमेकी जिल्लामा माओवादी गतिविधि अत्याधिक बढेको कारण शान्ति सुरक्षाको लागि खटिरहेको थियो। एक मनले राममायालाई जागिर छोडेर छोरा घरै बसे हुँदो भन्ने लागेको पनि हो। तर राजाको सिन्दुर लगाएर आफ्नो कर्तव्य पथमा हिँडेको छोरो उसले केही भन्न सकेन। बरु उनको मनमा कान्छो छोरा कतै माओवादीमा लागेको त छैन भन्ने विभिन्न शङ्का उपशङ्का उब्जिन थालेका थिए। राममायाको ठुलो छोरा हट्टखट्ट हृष्टपुष्ट थिए। आफ्नो पल्टनमा पनि कामप्रतिको लगनशीलता र कर्तव्यनिष्ठाका लागि उनी कहलिएका थिए। आमा बाबुसँग छुट्टिएर आएपछि उसलाई आफ्नो परिवारको खुब याद आयो। मनमा अनेकौँ कुरा आए। शिविरमा ऊ सुस्ताएर बसिरहेको थियो। अन्य साथीहरू आफ्नो पालो पहरामा सजग थिए। अचानक मध्यरातमा माओवादीहरूले शिविरमाथि धावा बोले। दुवै पक्षबीच घमासान युद्ध भयो। फायर, लखेट लखेट, ठोक, घेराबन्दी, एक नम्बर, हान, भाला भाला जस्ता शब्दहरूबीच दोहोरो फायरिङ भइरह्यो। रातको सन्नाटालाई चिर्दै कोलाहल र चित्कारका आवाजहरू आइरहे। राममायाको ठुलो छोरा बहादुरीका साथ लडिरहेका थिए। मुख गर्दै उनी केही अगाडि बढेका मात्र थिए कि अचानक माथिल्लो कालनाबाट एकजना युवक बुर्लुक्क उफ्रेर उनको सामुन्ने देखा परे। रातको समय भए पनि टह टह जुन लागेको थियो। त्यो युवक को थियो उसलाई चिन्न कुनै गाह्रो भएन र आश्चर्यचकित हुँदै भने, भाइ त माओवादीमा? हो दाइ, म माओवादीमा। भाइले भन्यो, दुई दाजुभाइ बीच आम्ने सामने एकअर्काको बैरी। फायरिङ चलिरहेको थियो। दाइ केही भन्न खोज्दै थिए। ड्याम 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 गर्दै गोलीका पर्राहरू उनीहरूतिरै छुटे। दुवैको छाती र टाउकोमा गोली लाग्यो। आमा भन्दै दुवै भाइ एकसाथ टले। क्षणभरमै निष्प्राण भए। स्थिति भयावह थियो। यत्रतत्र दुवै पक्षका लासहरू छरिएका थिए। केही समयपछि सेना र प्रहरीको थप टोली त्यहाँ आइपुगे। स्थानीय मानिसहरू पनि भयभीत हुँदै आउन थाले। घाइतेहरूको प्राथमिक उपचार र लासहरूको शनाखत गर्ने कार्य सुरु भयो। आमैनी, राममायाका दुई भाइ छोराको लास एकै ठाउँमा? अकस्मात केही परबाट आवाज आयो। सुरक्षा टोली त्यतै दौडिए। लासको पहिचान भयो। राममायाकै जुम्ला छोरा थिए। सैनिकहरूले राममायाको ठुलो छोराको शव शनाखत र आवश्यक प्रक्रिया पूरा गरी सैनिक सम्मानका साथ राममायालाई बुझाउन लिएर हिँडे। यता घरमा राममायालाई रातभर निन्द्रा लागेको थिएन। पहाडी गाउँको भिडन्तले गर्दा उनको हङ्सले ठाउँ छोडिसकेको थियो। कान्छो छोरा माओवादीमा छ भन्ने कुराको शङ्का उनको मनमा उब्जिसकेको थियो। रातभर कुकुर रोएको आवाजले कुनै अपस्न गुण पो हुन्छ कि भन्ने लक काटेकी थिए र त्यस्तो नहोस् भनी भगवान समक्ष प्रार्थना पनि गरेकी थिए। तर कठै भगवानले उनको प्रार्थना सुनिदिनु भएन। आमा, ए आमा भन्दै सैनिकहरूले उनको ठुलो छोराको शव आँगनमा राखिदिए। के भएछ नि भन्दै राममाया र उनको लोग्ने हुर्रिएर बाहिर आए। हृदय विदारक क्षण थियो। राममाया र उनको लोग्ने छोरालाई अङ्गालो हालेर छाती पिटी पिटी रोए। नरुनुहोस् बुवा आमा, तपाईँहरूले एक सपुत जन्माउनु भएको रहेछ। त्यसको लागि लड्दा लड्दै हजुरको छोराले वीरगति प्राप्त गरे। यस्ता महान सपुत जन्माउने हजुरहरू धन्य हुनुहुन्छ। सैनिकहरूले सम्झाउँदै थिए। राममाया विलाप गर्दै कान्छा छोरालाई सम्झन पुगिन् र कान्छा कान्छा भन्दै
मूर्छित भई छोरालाई उनको लोग्ने पनि अचेत अवस्थामा पुग्न लागेको थियो। स्थानीय महिलाहरू राममायालाई सम्हाल्दै थिए। त्यसै बखत केही स्थानीय व्यक्ति र सैनिक भएर राममायाको कान्छो छोरालाई झल्ट्याङ झुल्टुङ पार्दै ल्याइ पुर्याए। ऊ माओवादीले निर्धारण गरेको युद्ध पोसाकमा थियो। सबै चकित परे। राममायाको कान्छो छोरा त माओवादी पो रहेछ, आतंकवादी भिडमा कसैले भन्यो। यो कपुत पनि राममायाकै छोरो, हाम्रा वीर सेनासँग लड्ने कुलाङ्गार। सैनिकहरूले आक्रोश व्यक्त गरे। ठुलो छोराको शोकले छेदविच्छेद भएको राममायाको लोग्ने बल्ल बल्ल उठेर कान्छो छोरालाई अङ्कमाल गरे। रुँदै रुँदै बक्कानिते भने, मेरो छोरालाई कुलाङ्गार नभन्नुहोस् हजुर, यो पनि त त्यसकै लागि लड्छु भन्थ्यो। यो कस्तो विडम्बना। एउटाको मृत्यु वीरगति, अर्कोको दुर्गति। हे भगवान्, बरु निसन्तान ठिक थियो। यो के गर्नुभयो केही बुझ्न सकिन। दाजुभाइ सँगै जन्मे, सँगै मृत्युवरण गरे। बिलौना गर्दा गर्दै ऊ पनि अचेत भएर रामायाको छेउमा दङरङ लड्यो।